आलुको सेवन गर्दा अपनाउनु पर्ने सावधानीहरूको विषयमा। हरियो नीलो रङ भएको वा अंकुर उम्रेको आलु प्रयोग गर्नु वा सेवन गर्नु हुँदैन। यसमा सोलानिन नामक विषालु पदार्थ हुन्छ। यसले स्वास्थ्यलाई असर पुर्याउँछ। त्यसकारण त्यस्तो आलु सेवन गर्नु हुँदैन। त्यसैगरी कतिपय अवस्थामा आलुलाई काँचै पनि सेवन गर्ने चलन छ। काँचो आलुको अत्याधिक सेवनले पाचनमा गडबडी हुने, बान्ता हुने लगायतका समस्या हुन सक्छ। त्यसकारण काँचो आलु पनि अत्याधिक रूपमा सेवन गर्नु हुँदैन। मधुमेहको समस्या उच्च मात्रामा भएका र नियमित औषधि सेवन गर्ने व्यक्तिहरूले आलुको सेवन एकदमै थोरै गर्नुपर्छ, सकेसम्म गर्नु हुँदैन, किनकि यसमा केही मात्रामा प्राकृतिक चिनी हुन्छ जसले मधुमेहलाई बढाउने काम गर्छ। त्यसैगरी डीप फ्राई गरिएको आलु, फ्रेन्च फ्राइज, आलु चिप्स जस्ता आलुका खाद्य परिकारहरू अत्याधिक मात्रामा प्रयोग गर्नु हुँदैन। यसले कोलेस्ट्रोलको मात्रा बढाएर स्वास्थ्यमा समस्या उत्पन्न गराउन सक्छ। मैले भिडियोमा अगाडि पनि भनेको छु, खासगरी आजकल हामीले आलुलाई तरकारी, अचार जुनसुकै रूपमा सेवन गर्दा छिल्का फालेर पकाउने गर्छौं, जसका कारणले यसमा भएको फाइबर लगायत यसको बोक्रामा रहने धेरै औषधीय गुणहरू हाम्रो शरीरलाई प्राप्त हुँदैन। त्यसैले छिल्का सहित र राम्रोसँग सफा गरेर आलुलाई पकाएर सेवन गर्दा